एक सानो गाउँमा रमेश नामको केटो बस्थ्यो। उसको परिवार गरिब थियो। हातमा पुरानो किताब र मनमा ठुलो सपना मात्रै थियो। रमेश भने बिहान साँझ काम गर्थ्यो र राति थाकेको शरीर लिएर पनि पढ्थ्यो। धेरैले उसलाई जिस्काउँथे, यस्तो हालतमा पढेर के हुन्छ र? तर रमेश चुपचाप मुस्कुराउँथ्यो। उसलाई थाहा थियो आजको पीडा भोलिको शक्ति हो। परीक्षा आउँदा ऊ डरायो, असफल पनि भयो। त्यो रात ऊ रोयो तर हार मानेन। भोलिपल्ट उसले आफूलाई ऐनामा हेरेर भन्यो, म आज होइन भोलि जित्ने छु। दिनहरू बित्दै गए। उसले बिस्तारै कमजोरी सुधार्दै गयो। अन्त उही रमेश जसलाई कसैले विश्वास गरेन गाउँकै उदाहरण बन्यो। कथा उही हो, सपना ठुलो हुनु पर्दैन, हारेपछि उठ्ने साहस ठुलो हुनुपर्छ। जो आज थाक्छ तर रोकिँदैन, उही भोलि जित्छ।